I should have stopped here. But मेरो जुत्ता भिजिसक्यो पुरै। अनि आज त भर्खर डे 2 हो यो ट्रेकको। या I made a mistake. सोचे झैँ कैनी बाँचैन जीवन तर ठिकै छ हो ठिकै छ ठिकै छ ठिकै छ सोध्छन् कि के चल्दैछ तेरो म भन्छु कि मेरो नि ठिकै छ के छ ठिकै छ के छ ठिकै छ बिग्रो रे नि काम तेरो बिग्रो रे त सबै कुरा बिग्रो रे त घरबार तेरो बिग्रो रे त यता उता कता कता तर म भन्छु नि मेरो के छैन बिग्रा सब कुरा ठिकै ठिकै छ ठिकै छ ठिकै छ हो ठिकै छ के छ ठिकै छ ठिकै छ ठिकै छ ठिकै छ मैले सोचेको थिइनँ ट्रेक चप्पलमै सजिलो हुन्छ भनेर। साँच्चै भने जुत्ताभन्दा कम्फर्टेबल हुँदो रहेछ। जता हेऱ्यो पहाडै पहाड अग्ला अग्ला। अनि यिनीहरूले केही त बोलिरहेको छ मसँग। मोहनी लाउँदैछ। साँच्ची अनि मेरो जुत्ता सुक्दैछ। पहिलोचोटि हो? हजुर पहिलोचोटि। ओहो पहाडहरू त हजुर अहिले पढ्दैछु। हजुर ब्याचलर। हजुर ठ्याक्कै। हजुर हजुर हजुरले यता एबिसी मात्रै जानुहुन्छ कि इबिसीहरू पनि? हजुर 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 एबिसी त हप्ते पछि हजुर
घुम्दा घुम्दै ढिलो भयो अब खुट्टो यस्तो भयो 12 बजे 12-1 बज्छ होला हिमालय पहले कि दोभान भयो भोलि दोभान के भएको र खुट्टा गयो लिगामेन्ट गयो कि जस्तो लाग्यो कोही के गयो यो घुँडाको कि एउटा घुँडो टेक्नै भएन बिस्तार झर्नु है दोकान त धेरै बडा होला सक्यो सर अब अलिकति अब हामी 10-15 मिनट हुनु पर्ने होइन हजुर उडा रहन्छ उडा हजुर गएर त्यहाँबाट हेरिसक्यो त्यत्रो कोल्लिन्छ ओडा रे यही हो कि क्या हो उडा कति फास्ट आएको I was thinking the kind of life that I was living यहाँ आउनु अघि भन्नाले त्यो सिटी लाइफ जताततै भिड गाडीको आवाज वो अनि यहाँ कस्तो आनन्द छ के कुनै शब्दै छैन बयान गर्नलाई भोलि कसैलाई भेट्नेवाला छु जसको लागि यहाँसम्म आएको छु कसलाई हो भनेको थियो त पहिला नि उनीलाई अझै जुत्ता सुक्या त छैन तर आज चप्पल लाएर त हुँदैन फेरि स्याटले हान्छ सो यही हल्का चिसै भयो नि जुत्ता नै लाउनु पर्यो अहिले हामी छौँ देउरालीमा 3200 मिटर माथि अनि पुग्नु छ 4100 मिटरमा बेस क्याम्प लेट्स गो यो खोलाको नाम के होला
यो मोदी रिभरै भन्छ होला ए वहीँ तलैसम्म मरिने रोडै हो त्यही त यो चाहिँ सुरुवात चाहिँ अन्नपूर्ण वान अनि अन्नपूर्ण साउथ ग्लेसियर चाहिँ ठुलो हजुर त्यहीबाट सुरु भयो भनेपछि अन्नपूर्णकै पानी हो अन्नपूर्णकै पानी मेन ग्लेसियर चाहिँ मिल्टिङ भएर आयो क्या पग्लेर यहाँ यो माछापुच्छ्रेबाट नि आउँछ यहीँ मिसिएर होइन त त्यहाँ आयो हजुर हजुर त्यहाँबाट पग्लेर के मिसिन्छ यही मोदीमै मिसिन्छ हजुरको शुभ नाम मेरो ईश्वर प्रसाद लामिछाने घर गोर्खा ट्रेक गाइड हुनुहुन्छ ट्रेकिङ गाइड Oh, that's beautiful. I just wonder where it came from. Yeah. Namaste. नमस्ते Oh, wow. Oh, gosh. Do you know what I like most about trekking? It's smile. हामीलाई फरक नै पर्दैन कि त्यो मान्छे कहाँबाट छ बट वी जस्ट गिभ देम अ स्माइल जुन हाम्रो नर्मल लाइफमा कहीँ न कतै ल्याग गरिरहेछ किनकि हामी जस्ट दौडिरहेछौँ के को लागि वी माइट नट इभन नो तर हामी दौडिरहेछौँ वी आर जस्ट रनिङ लाइक क्रेजी अनि अगाडि पछाडि यताउता मान्छे के गर्दैछ वी जस्ट डोन्ट गिभ अ ड्याम शिट अबाउट एन्ड हियर वी जेन्युइनली टक वी स्माइल वी लाभ वी आर लिभिङ इन द मोमेन्ट जुन कुरा चाहिँ हाम्रो नर्मल लाइफमा कहीँ न कतै ल्याक हुन थालिसक्यो यो ट्रेक आउँदा वी ब्रिथ वी स्टप फ्रम द्याट पुरै त्यो लाइफ वेयर वी वेयर जस्ट रनिङ कन्टिन्युसली होला नि किन हामी त माथितिर गएर आयो बेस क्याम्प पुगेर फर्किँदा आएर मैले होइन यो जम्प यस्तो हुन्छ छ कि उनीहरूलाई थाहा मर्यो हुन्न नि। ऱ्यान्डमली उनीहरू चाहिँ बिना कल्चर आइरहेको हुन्छ अनि त्यसले गर्दा चाहिँ नेपाली कि इन्डियन नै नेपाली होला अस्ति पनि एउटा नेपाली गयो त देउराली हो अब बिचरा हिजो मनाङमा गयो अब यसपालि धेरै मऱ्यो घटिनु भइरहेछ पोहोर चाहिँ यो- एभरेजमा मर्यो धेरै चारजना सानो गाडी- लापरवाहीले गर्दाखेरि यस्तो हुन्छ क्या पोहोर त चारजना गाडी एभरेजमै मऱ्यो होइन छ त हामी बाटो हिँड्ने गाडीहरू सबैजना होटेल छ सोधोस् के हुन्छ के हुन्न पहिलो कुरा आफूलाई भएको समस्या भन्नु पऱ्यो त्यही त नि के भएको छ केही भएको छैन भन्ने हिँड्ने अनि त्यो अनुसार तर अल्टिट्युड सिन्ड्रोम चाहिँ तपाईँको कहाँ एकचोटि देख्नुपर्छ र यो 6-7 घन्टापछि बल्ल होइन अप्यार हुन थाल्छ नि त के हुन्छ हेडेक खासमा यो हुने, तपाईँको रिङ्गटर लाग्ने हजुर केही पनि खान नमुन लाग्ने तपाईँको बान्ता हुने बान्ता नस्तो हुने बिस्तारै निन्द्रा नलाग्ने तपाईँ सुत्नै सक्दैन एकदम विक फिल हुन्छ धेरै छ यसको सिम्टम्सहरू अस्ति त बेन्च चिसोले नि हो आफ्नो शरीर अलिक तातो राख्नुपर्छ हजुर निक्लिँदैन हट Snowballs. या या तर यसले हाल्यो भने त दुख्छ यो त फेरि साह्रो भइसक्यो त्यो त त्यो चाहिँ हो MBC माछापुच्छ्रे base Hello again. camp. Hello, brothers. How are you? Yeah, we're doing great.
I feel like I'm in a movie. And let me tell you, the movie is just getting started.